व्हाट्सएप गाइज के छ खबर सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै र आरामै छु। आजको भ्लगमा चाहिँ गाइजहरु के हुन जाँदैछ भन्दा मेरो साथमा चाहिँ छ एउटा स्पेशल गेस्ट जो हजुरहरुले देख्नु भएन होला र म देखाउन जाँदैछु। हाम्रो स्पेशल गेस्ट चाहिँ कार्किडन है गाइज, यो फेरि कार्किडन। सब्स्क्राइब गरिदिनु नत्र यसले ढाल्दैला फेरि तपाईलाई सब्स्क्राइब गर्दैन अनि के गर्छस्? म एउटा काम गर्छु। के गर्छस्? गाइजहरुलाई रुन्छु म। रुन्छ अरे के गाइजहरु? सब्स्क्राइब गर्नु भनेर रुन्छ भनिसक्यो। अब यो रोको त सुहाउन गाइजहरु, त्यही भएर सब्स्क्राइब चाहिँ गरिदिनु होला है त। छोटो डान्स हो नि त्यसको बास्सा म बास्सा अरे छोटु डनको नि बास्सा अरे गाइजहरु। यो छोटु डन चिन्नु भएन भने चाहिँ अगाडिको भ्लग पनि हेर्दै गर्नु होला। अनि चाहिँ त्यही हो। आज चाहिँ म यता यो बाटोबाट आउँदैछु। अब के हुन्छ भिडियो लास्टसँग हेरेर इन्जोय गरिदिनु होला र गाइज च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला गाइजहरु, प्लिज के गाइज प्लिज। उता चाहिँ कुकुरहरू छन् तर हजुरहरूको लागि भयो नि म भ्लग बनाउँदैछु। गाइजहरु म चाहिँ अलि यता आइसकेँ हैन। उता मान्छेले हेरेकै फेरि अलि लाज लाउने के गाइजहरु, त्यही भएर सब्स्क्राइब हान्दिनु। सब्स्क्राइब हान्दिनु गाइजहरु। म 1K सब्स्क्राइबर भएपछि नलजाइकिन सबैको अगाडि भ्लग बनाइदिन्छु हैन। अनि हेर्न सक्नुहुन्छ यता चाहिँ मेरो साथीहरुको घर हो है। साथीभाइहरुको भाइहरुको भने नि भयो, साथी भन्नाले नि भाइ, दाजुभाइ, दिदीबहिनी भन्छ नि। एउटा युट्युबर खानकै गाइजहरु चिन्नुहुन्छ कि चिन्नुहुन्न हैन? नयाँ आइडी खोल्न गइरहेको छु म नि। यसले नि अब आइडी खोल्छ बिस्तारै। पहिला मेरो आइडीमा सपोर्ट गरिदिनु र यसको आइडीमा म यसको आइडी बनेपछि चाहिँ म यसको आइडी नि हाल्दिन्छु। यसले नि भ्लग बनाउँछ के फेरि यता हेर्नु न। मेरो पुरानो आइडी उडिसकेको छ गाइज। उडायो के गाइजहरु, यसले पुरानो आइडी थियो यसको भ्लगिङको, उडायो। उता अब गरे होला ब्याकग्राउन्ड तर केही छैन, एडजस्ट गरेर हेरिदिनु होला गाइजहरु। गाइजहरु हेर्न सक्नुहुन्छ तलतिर लास्टै धेरै घर छन्। म वहाँ पनि गएर देखाउँछु हजुरहरूलाई। गाइजहरु यहाँ घ्याँ गरेर केही सुन्दैन होला, एकछिन पछि भेट्छु है त। गाइजहरु म चाहिँ अलि यता आएँ, उहाँ चाहिँ घ्याँ गरेर सुन्दैन होला, त्यही भएर अलिकति यता आएर भ्लग बनाइदिएको। हजुरहरूको लागि भयो नि यति मेहनत गर्छु तर हजुरहरूले जब एउटा सब्स्क्राइबको बटन थिच्न सक्नुहुन्न। त्यसैले लाइक र सब्स्क्राइब गरिदिनु होला र सेयर पनि जति सक्दो त्यति सेयर गरिदिनु होला गाइजहरु। सेयर हान्नु होला जो हजुरको दाजुभाइ दिदीबहिनी साथीभाइ हैन, सबैलाई सेयर गरिदिनु होला गाइजहरु भिडियो चाहिँ। अनि चाहिँ त्यही हो। उहाँ माथि चाहिँ होटेल छ गाइजहरु, हेर्न सक्नुहुन्छ होटेल हो गाइजहरु। त्यो माथिको चाहिँ होटेल हो है। पछाडि चाहिँ मान्छे आयो तर म नलजाइ बनाउँछु गाइजहरु। हजुरहरूको लागि भयो नि म यस्तो मेहनत गर्छु तर हजुरहरूले भयो नि सब्स्क्राइब गर्न भुल्नुहुन्छ कि सब्स्क्राइबै गर्नुहुन्न थाहा भएन। त्यही भएर सब्स्क्राइब चाहिँ गर्न नभुल्नु होला हैन। त्यही हो। हेर्नु होला गाइजहरु यहाँ के हो बनाउँदैछन् गाइजहरु है। हुन्छ नि के हो बनाउँदैछन्। अब त्यहाँ भित्र जान त दिन्नन्, नत्र वहीँ भित्र गएर भयो भने देखाइदिन्थे गाइजहरु हैन। अब त्यो बन्यो भने म त्यहीँ भित्र गएर नि देखाइदिन्छु। हजुरहरूले चाहिँ सब्स्क्राइब गरेर हाम्रो च्यानलमा चाहिँ जोडिनु होला गाइजहरु हैन। त्यही गाइजहरु माथि मान्छे छन् तर मलाई बाल ढुक्क बनाइदिन्छु गाइजहरु। हेर्नुहुन्छ उता हेर्नु होला मान्छे तर मलाई बाल छैन, ढुक्क बनाइदिनु यो गाइजहरु नलजाइकिन ड्याङ ड्याङ। सब्स्क्राइब हान्नु, त्यही भएर म लजा छैन गाइजहरु। हेर्नु न त्यो कार्किडन बोल्दै बस्यो, बच्चा हच्चीसँग बोल्दै बस्यो अघि कार्किडन है। छोड्दिन्न त्यस्ता बच्चा हच्चीको अगाडि त म ढुक्क बनाइदिन्छु नि भ्लग। त्यसैले सेयर हान्दिनु होला। हेर्नु होला गाइजहरु यहाँ हेर्नु यति ठुलो घर छ गाइजहरु। घर हो कि रिसोर्ट हो कि के हो भन्छन् है त्यसलाई। हेर्नु होला गाइजहरु, हेर्नु यति ठुलो छ नि। यदि हजुरहरू आउनु भएको छैन भने यो काउडाँडा आउनु भएको छैन भने प्लिज आइदिनु होला गाइजहरु। काउडाँडा यस्तो खतरा ठाउँ हो नि गाइजहरु। सब्स्क्राइबर आइसक्नु भएको छ हाम्रो सब्स्क्राइबर चाहिँ हैन तर भ्लगर चाहिँ भन्दै बसेको थिए। तर भ्लग हानेसी भ्लगर नभए के हुन्छ, गेमर हुन्छ नि त नि हैन गाइजहरु। त्यही भएर सब्स्क्राइब गर्नु होला। सब्स्क्राइब गर्दिन प्लिज के गाइजहरु, प्लिज के 1K सुन।
1000 सब्सक्राइबर छिटै पुऱ्याउनु छ गाइजहरू, त्यही भएर सब्सक्राइब गरिदिनु होला। यता नि हेर्नु होला घर छ एउटा, ऊ त्यता होटेल छ। हजुरहरूलाई देखाउँछु बाहिरबाट, तर म भित्र जान सक्दिनँ किनभने लाज लाउँछ गाइजहरू होइन। माथिबाट चाहिँ एउटा अङ्कललेहरू रहेछ गाइजहरू। अनि चाहिँ त्यही हो, हेर्नु होला यता यो लास्टै लजा गाइजहरू। किन हो यसले बनाउँछ अरे गाइजहरू है भ्लग। गाइजहरू पाउनुको सट्टा अब म बनाउँदैछु देखेन। अनि गाइजहरू क्यामेरामै देखेन देख म कालै देखेँ म देखाइदिन्छु तँलाई के भन्नु भन्। नमस्ते। अब हामी छिटै 24 आवर च्यालेन्ज गर्न सक्छौँ। हामीले 24 आवर कि फुड च्यालेन्ज गर्न सक्छौँ हजुरहरूले। गाइजहरू यो के बोले यता हेर्दा बल्ल देखिस् के ल बोल। हामीले फुड च्यालेन्ज नि गर्छौँ एक दिन। अनि त्यही सब्सक्राइब गरेर बेल नोटिफिकेसन अन गर्नु, हामीले भिडियो हाल्ने बित्तिकै आउँछ। ए गाइजहरू यहाँ होटेल छ, मैले देखाउनै बिर्सेँ। ऊ त्यहाँ होटेल हो गाइजहरू। अनि चाहिँ त्यही हो गाइजहरू, उहाँ तलबाट आइसक्यो। अब माथि यत्रो घुमेर जानु छ। म चाहिँ भागिहाल्छु झाम्की जामलाई छोडेर। आयो आयो गाइजहरू आयो। गाइजहरू च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई प्लिज सब्सक्राइब गरिदिनु होला है त गाइजहरू है। मैले भ्लग गरेबाट कतिचोटि सब्सक्राइब गर्नु भनिसकेँ, तर हजुरहरूले अहिलेसम्म गर्नु भएन भने गरिदिनु होला। अब म बोल्दिनँ सब्सक्राइब गर्नु भनेर चाहिँ, त्यही भएर अहिले गरिदिइराख्नु होला है त। ऊ त्यो यताबाट चाहिँ सेतो घर जाने बाटो है गाइजहरू है। हजुरहरूलाई थाहा छैन भने यताबाट जान मिल्छ सेतो घर भन्ने। हेर्नु गाइजहरू उता माथि उहाँ मुन हेर्नु होला गाइजहरू। गाइजहरू हजुरहरूले हेरिसक्नु भयो होला मुन चन्द्रमा टुणु टुणु टुणु। अब यति मेहनत गरेर यत्रो बाटो हिँड्नु, तर हजुरहरूले त्यही सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। अब कार्की दाई भन्नु कार्की डनको नि घर आउनु लागिसक्यो। अब कार्की डनको घर कार्की डनको घर आउन लागिसक्यो। अनि चाहिँ अब के भन्ने हो, जाने बेला के भन्नु छ कि म अहिले घर जान्न भनिदियो ल है गाइजहरू। यसले गर्छ है केही। ल गाइजहरू अलिकति माथि गएर भेट्छु है त हजुरहरूसँग। हजुर म चाहिँ अलि यता आइसक्यो है, हेर्न सक्नुहुन्छ यत्रो बाटो हिँडेर आएँ। अब यो यहीँबाट फर्किन्छु भन्दै बस्यो। अब के गर्ने ल त जा त नि भुलिस् दाईहरूलाई सब्सक्राइबरहरूलाई केही भनेर जाने बेला चाहन्छु होइन सब्सक्राइब गरिदिनु। हेर भन्दा पहिला सब्सक्राइब गरेर जानु न हाम्रो त्यो के भन्छ युट्युब च्यानल के डाउन नबनाउनु। तल थियो माथि लाँदैन, अहिले फेरि तल ल छोडिदिए गाइजहरू। त्यो चाहिँ घर गइसकेको छ र म पनि अब घरतिर लाउँछु। त्यहाँ चाहिँ कुकुर छन् गाइजहरू दुइटा है। अब के भन्ने मैले झम्टिन आउँछन् जस्तो लाग्छ र गाइजहरू है। अनि चाहिँ अहिले चाहिँ अँधेरो भइसकेको छ। उताबाट कुकुर आयो हेर्नु न, देखेन के एउटा माथि हौ त्यहाँ माथि एउटा हेर्न सक्नुहुन्छ त्यहाँ माथि एउटा यता तल आयो गाइज। अब के भनौँ बाघ यताबाट तर त्यस्तो अब कुकुरसँग म डराउन्न के गाइजहरू है। नाटक मात्र पारेको है, म डराउन्न के है, नाटक मात्र पारेको गाइजहरू होइन त। अब त्यही हो येमा झस्कै पाऱ्यो। ऊ त्यहाँ माथि नि कुकुर रहेछ गाइजहरू, झस्कै परेँ म। र अब म घरतिर लाग्छु। आजको लागि यति नै, बाँकी अरू भिडियोमा भेटौँला। त्यतिन्जेलसँग स्टे सेफ, स्टे हेल्दी एन्ड बाई बाई। लभ यु अल गाइज।